पाक्दैछौँ है, पाक्दैछ। समोसा पाक्दैछ। ल यहाँ पनि फेरि पाक्दैछ। के पाक्दैछ? यो कुखुराको मासुबाट बनेको चिकन डाइनामिट। ल फेरि अर्को फ्राई हुँदैछ यहाँ। के फ्राई हुँदैछ? यो झिङ्गे माछा जुन डाइनाश्रिम बन्ने गर्छ। यो खस भाषामा चाहिँ मलाई जहाँसम्म लाग्छ यसलाई झिङ्गे माछा भन्छ होला। हामी चाहिँ यहाँ डाइनाश्रिम भन्ने गर्छ है। ल हेर्नुहोस् राम्ररीसँग यसलाई के भनिन्छ खस भाषामा भन्नु होला है साथीहरू। ल यहाँ फेरि अर्को फ्राई हुँदैछ। के फ्राई हुँदैछ? चिकन नागेट है। चिकन नागेट जुन कुखुराको मासुबाट किमा बनाएको हुन्छ। किमाबाट चाहिँ यसरी नागेट्स बनाएको हुन्छ साथीहरू है। ल हेर्नुहोस् यो चिकन 65 यो पनि कुखुराको मासुबाट बनाएको परिकार हो साथीहरू। ल फाइनली साथीहरू मैले सामानहरू पुरा रेडी गरिसक्यौँ। यो चाहिँ अहिले मैले हाफ फ्राई मात्रै गरिराखेको छ। 15-20 मिनट पछि कस्टमरहरू आउँछ। कस्टमरहरू आउँदाखेरि फेरि रिफ्राई गर्नुपर्छ एकचोटि है। ल हेर्नु साथीहरू फाइनली पुरा सामानहरू रेडी भइसकेको छ। क्या बना रहा सदम से? चिकन करी मसाला, चिकन शाही मसाला। ओहो मोलो आमा खतरा छ त हौ। के भन्दै हो मोलो? पास्ता हो मोलो, चिकन पास्ता। चिकन पास्ता है। ओहो ल बब्बाल पर्छ पर्छ मोलो। बाप रे पर्यो 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 बाप रे। सँगै बसेर भिडियो बनाउला तर लाइक सब्सक्राइब अनि सेयर गर्न चाहिँ नभन्नु होला है। ल ठिक छ। ल ल मेहनतको फल पाउनै पर्छ। मेहनतको फल मिठै हुन्छ क्या मोलो। अलिकति सङ्घर्ष गर्नुहोस्। अहिलेलाई चाहिँ यति नै है। ल यसरी आएपछि हुन्छ त बाप रे बाप रे।